मलाई सफल बन्नु छ कि छैन, मलाई बेस्ट गर्नु छ कि छैन, यो एक बारको जिन्दगीमा मलाई केही बनेर देखाउनु छ कि छैन, यो एकदम इम्पोर्टेन्ट जिन्दगीमा मलाई केही बनेर देखाउनु छ कि छैन। समय सेकेन्ड सेकेन्ड महत्त्वपूर्ण हुन्छ। हामीले 1 सेकेन्ड लस्ट गर्छौँ भने त्यो 1 करोड बराबरको हुन्छ। त्यसो भए बेकारको कुरा गरेर सुनेर किन बस्ने? त्यसो भए बेकारको सङ्गत किन गर्ने? किन त्यसमा मन भुलाउने? त्यसो भए व्यर्थको भिडियोहरू हेरेर किन बस्ने? त्यसो भए व्यर्थको कुरा सोचेर किन बस्ने? किन साना साना कुरा सोचेर साना कुरामा अल्झेर बस्ने र साना कुराहरूलाई हामीले महत्त्व दिने सोच्ने? त्यसो भए अल्छी मानेर किन बस्ने? यौन र उत्तेजनाका कुरामा ध्यान र सोच किन गर्ने र किन त्यसमा रमाउने? हामीलाई बेस्ट बन्नु छ, बेस्ट गर्नु छ, एक बारको जिन्दगीमा बेस्ट भएर देखाउनु छ भनेदेखि किन यस्ता साना साना कुराहरू गरिरहने? हामीले ठुलो काम गर्ने